हेलो एन्ड नमस्ते, वेलकम टु माई न्यू भ्लग। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज चाहिँ यसो घाम तापेर बसिरहेको, मस्त घाम लागिरहेछ। अनि घाममा बसिरहेको है। अनि अब चाहिँ म चाहिँ दिदीहरु लिएर उहाँ फुक्न जान लाग्यो। अनि दिदी र ठुलमम्मी चाहिँ बिरामी हुनु भएको रहेछ। अनि उहाँ चाहिँ फुक्न लिएर जान लाग्यो। अब हेर्दै गरौँ के हुन्छ। बिस्तारै फ्याक साबी। अब हामी जानेछौँ। बाई बाई गर। कहाँ जाने र हामी? कहाँ जान लाग्यो रे? अनि हामी चाहिँ यहाँ फुक्ने घरमा आइसकेका छौँ। फुक्ने घर चाहिँ हो, बाजे भेटाउनु भएको छैन। अनि यहाँ चाहिँ बवाल बवाल फुलहरू फुलिरहेछ। फुक्ने घर चाहिँ यहाँ हो। अनि फुक्ने हाम्रो दिदी चाहिँ यहाँ हुनुहुन्छ। बस्नु भएको छ। फुक्ने घर चाहिँ बवाल छ। घरबाट देखिने भिउहरू पनि बवाल बवाल छन्। तपाईँहरूले देख्न सक्नुहुन्छ गुम्बा। पट्टाहरू टाँगेर बवाल बनाइएको छ। दामी छ ल, दामी। बुढो हुनु भइसकेको छ। रातभरि पोलेर सुतेको बिहानी पख पनि रहेछु म त। रोग यो नराम्रो है। यो सानो एक पिलेट ल्यायो भने त भइहाल्छ नि। ल म भोटिदिन्छु। कस्तो ठाउँमा खटेर भजको बर त्यहाँ भयो। हामी बस्दै यहाँ माथिसम्म यहाँसम्मै छ, यहाँसम्मै छ। जाँदै आउँछ जिउ पनि आउँछ भोलिपर्सि। ऊ यहाँसम्म पुगिसक्यो। सुत्नै नसक्यो। अरूलाई फर्क्यो। ल मलाई भाइ बहिनी छोरा छ, छोरा छोरा हाम्रो भात खै त आमा? मैले नि भोलि आउने कि भोलि आउने? म अलिकति आउँछु।